हामी के मेन्टली स्ट्रङ अनि इमोसनल्ली स्ट्रङ हुनुहुन्छ भने चाहिँ हाम्रो जीवनमा चाहिँ यस्तो कोडहरू चाहिँ राख्नु नै पर्छ के। कमजोर भएको बेलामा चाहिँ समाजले पनि के भन्छ भने घाँटी हेरी हाड निल्नुपर्छ भन्छ, तर त्यस्तो होइन होइन। यदि आफूलाई मेन्टली ग्रोथ इमोसनल्ली ग्रोथ गराउनु छ भने होइन, आफूले चाहिँ कसरी हुन्छ त्यसलाई चाहिँ ग्रोथ हुने खालको नै कार्यहरू गरेर त्यस्तो कुराहरू पढेर चाहिँ आफू अगाडि बढ्नुपर्छ। आफूलाई यस्तो खालको बनाउनु पर्छ कि होइन, नोबडी क्यान हर्ट मी विदाउट माई पर्मिसन, मेरो अनुमति बिना होइन मलाई कसैले पनि दुःख दिन सक्दैन भन्ने खालको त्यो कन्सेप्ट लिएर चाहिँ आफू मोटिभ हुँदै चाहिँ आफू अगाडि बढ्नुपर्छ। सोसाइटीमा त के छ भने अब यसलाई दुःख छ, अब योसँग त मुस्कुराउनु नि व्यर्थ छ भनेर मान्छे मुस्कुराउन पनि सक्दैन। मुस्कुराउनै नपर्ने त के छ भने होइन, दुःख त छ एक ठाउँमा छ त नि होइन, सधैँभरि दुखी नै भएर त कहाँ बाँच्न सकिन्छ त नि। अनि सोसाइटीमा अर्को खालको व्यक्ति हुनुहुन्छ होइन, चाहिँ अब यसलाई चाहिँ यो यस्तो बेलामा परे यसलाई चाहिँ मजाले दबाउन सकिन्छ भनेर बाटो पर्खिरहेको हुनुहुन्छ कि। अनि त्यो बेलामा अनि त्यस्ता अनि होच्याउने कुराहरू गर्नुहुन्छ। त्यो बेलामा पनि आफूले चाहिँ यति सजग त अप्नाउनु पर्ने हुन्छ कि हो हजुरहरू चाहिँ हजुरहरूको बाटो सही छ होला होइन, तर यसमा म नै गलत छु जस्तो त्यो प्रिटेन्ड गरेर बाहनाहरू बनाएर चाहिँ आफू ब्याक भएर अनि आफ्नो लाइफमा चाहिँ मोटिभ गर्नुपर्छ जस्तो लाग्छ कि मेरो अनुभवबाट।